ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैंडा थपिएको छ। चितवनबाट ल्याइएको गैंडालाई जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो। चिडियाखानामा एउटा मात्रै गैंडा भएपछि वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको प्रयासमा अर्को गैंडा थप गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो। बिहीबारदेखि नै प्रदर्शनमा राखिएको उक्त गैंडाको उमेर 3 वर्षको रहेको उहाँले बताउनुभयो। सदर चिडियाखानाले 2वटा गैंडा माग गरेकोमा अर्को गैंडा छिट्टै आउने प्रमुख शाहले जानकारी दिनुभयो। यो गैंडा खास हामीसँग एउटा मात्रै थियो चिडियाखानामा विगत 7-8 महिनादेखि र हामीले राष्ट्रिय निकुञ्ज विभागसँग वन मन्त्रालयसँग प्रयास गरेर उहाँहरूको पहलमा आज चाहिँ हामीसँग एउटा गैंडा आइपुगेको छ र आजै हामीले प्रदर्शनमा राखिसकेका छौं र अर्को हाम्रो गैंडा चाँडै हामी ल्याउँछौं। हामी एक जोडी गैंडा माग गरेका थियौं, उहाँहरूले हामीलाई आज पठाउनु भएको छ र उहाँहरूलाई विशेष धन्यवाद। र यो प्रदर्शनमा पनि आएको छ र यो गैंडा चाहिँ करिब 3 वर्ष मात्रै उमेरका छन् र यसको करिब वेट 400-500 केजी अहिले छन् र यो सानै उमेर भएकोले यसले चाहिँ हामीलाई लामो समयसम्म पनि हामी चिडियाखानामा प्रदर्शनमा राख्न सक्छौं। त्यो हिसाबले यो गैंडा आउँदाखेरि एउटा के छ भने अब सानो छन्, यहाँ विद्यार्थी भाइ बहिनी र यहाँ भिजिटरहरूलाई जब हामी खुला गरिसकेपछि उहाँहरूले आएर मजाले हेर्न पाउनुहुन्छ। चितवनको अफिसमा दुईटा चौरमा 4वटा थियो हैन, यसको अब एउटा पोथी आउँछ।